नेपाल एकीकृत हुनुअघि धेरै बहादुर योद्धाहरूले आफ्नो ज्यान बलिदान दिनुभएको थियो। तर हजुरलाई थाहा छ, पृथ्वीनारायण शाहसँगै लडेर युद्धमै ज्यान गुमाउने कमान्डर को थिए? ओके, टुडे लेट्स टक अबाउट काजी कालु पाँडे। 18th सेन्चुरी नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहका विश्वासी सैनिक कमान्डर कालु पाण्डे त्यसबेला नेपाल साना राज्यहरूमा विभाजित थिए। कीर्तिपुर युद्ध उनको जीवनको महत्त्वपूर्ण घटना थियो। वीरता र बलिदानको सम्झनामा उचाइ भागमा स्मारक बनाइयो, जुन अहिले कालु पाण्डे डाँडा भनेर चिनिन्छ। सो हिस्ट्री इज नट जस्ट अबाउट किङ, इट इज अबाउट हिरोज हु सेक्रिफाइस फर द कन्ट्री। कस्तो फोहोर बनाएर राखेको छैन, यस्तो राम्रो चौतारी जस्तो छ यहाँ है। पिकनिक स्पोट रहेछ यो चाहिँ, कस्तो फोहोर। यहाँको व्यवस्थापन समितिले के व्यवस्था गरेको यस्तो भएन। ऊ त्यहाँ पनि बस्ने ठाउँ रहेछ, त्यो पनि कस्तो बिजोग थियो। हेर त्यो खण्डर बनाएर। कहाँदेखि टिपेको? तल। ए, अरू खानेकुराहरू के छ र?